नमस्कार दर्शकवृन्द, आज तपाईहरुलाई पश्चिम बंगालको कुचबिहार राजबाडी घुमाउन ल्याइरहेको छु। र यो राजबाडी कुचबिहार जब कुच डाइनेस्टीको शासन थियो, 16औं शताब्दीदेखि कुच डाइनेस्टीको शासन हुँदाखेरि 1887 मा राजा निपेन्द्र नारायणको शासनकालमा यो महल बनिएको हो। निपेन्द्र नारायणले 48 वर्षसम्म राज गरे र उनले राज गरेको साल 1863 देखि 1911 सम्म यो कुचबिहारमा राज गरेका थिए। र यसको डिजाइन एफ बाक्ली भन्ने फरेनर्सले गरेको थियो। लन्डनको बकिङह्याम प्यालेस को जस्तै युरोपियन डिजाइनमा यो महल डिजाइन गरिएको छ। र यहाँ आउनको निम्ति तपाईहरुले यहाँ टिकट सिस्टम पनि गरिएको छ र टिकटको दाम 25 रुपैयाँ मात्र छ। र शुक्रबार चाहिँ यहाँ म्युजियम बन्द रहन्छ। र कुचबिहार आउँदाखेरि तपाईहरुले घुम्नु सक्ने जग्गाहरू चाहिँ यो एउटा राजबाडी भयो र मदनबाडीहरू छ, सागर दिघीहरू, यो एरियाहरू छ। भिडियो मन परे जरुर साझा गर्नुहोस् होला। धेरै धेरै धन्यवाद।